हेलो 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 सबैलाई नमस्ते। ऊ चाहिँ मेरो साथी 3 दिन सान्थ्यो। आज चाहिँ नयाँ वर्ष हो साथी हो होइन। आज धेरै टाढा त जान सकिएन, यही नजिकै छोटो मिठो ब्लग हेरिदिनु अनुरोध गर्दछु। र आज 2083 हो, नयाँ वर्षको हजुरहरूलाई धेरै धेरै शुभकामना। हामी चाहिँ आज डोलेश्वर मन्दिर र आशापुरी मन्दिरमा जाँदैछौँ। त्यही हो आजको ब्लग। ल यहीँबाट बिस्तारै ब्लग सुरु हुन्छ। पहिला चाहिँ हामी डोलेश्वर गयौँ। यो चाहिँ पछाडिको बाटो डोलेश्वर। पहिला सुरु पछाडि गएर साथीलाई देखाइदिउँ न, पछाडिबाट हेर राम्रो आउँछ भनेर पनि। अनि अगाडिबाट दर्शन गर्न जाँदैछौँ हामी। ल लेट्स गो। यो चाहिँ अगाडिबाट जाँदै हो साथी हो हामी चाहिँ होइन, म र मेरो साथी। यो चाहिँ अगाडिबाट सर जाँदैछौँ हामी। अब यहाँ चाहिँ पहिला जुत्ता फुस्ता फुकालेर अनि हामी भित्र छिर्यौँ। यही हो ल अगाडिको ब्लक। हामी चाहिँ यहाँ 3 राउन्ड घुम्यौँ। अब टिका चाहिँ लगाएनौँ किनभने ऊ साथीले लाउन मिल्दैन। ऊ चाहिँ बुद्धिस्ट भयो, म चाहिँ हिन्दू। फेरि एक्लै लाउँदा अलिकति अप्ठ्यारो हुन्छ भनेर मैले मतलब दुईजना लगाएन भनौँ न। अनि यसरी नै हामी फर्क्यौँ बिस्तारै। गाउँघरको बाइक। ल फाइनली हामी आशापुरी मन्दिर पनि आइपुग्यौँ। यही हो आशापुरी मन्दिर साथी हो। यसो दर्शन गर्नु जाने चाहिँ हामी डोलेश्वर मन्दिर मात्रै जाने भनेर सोचेको थियौँ, तर आशापुरी मन्दिर भने गयौँ। यो सुन चाहिँ आशापुरी माथिबाट देखिने सिन हो साथी हो। यो चाहिँ भक्तपुर होइन काठमाडौँ सबै देखिने सिनहरू हो क्या, राम्रो छ। साथीले चाहिँ ल साथी अब फलफुल खानु पऱ्यो भनेर भन्यो। अनि हुन्छ खाऊँ न, मिठो रहेछ फलफुल पनि होइन, खाइदिउँ। एक ठुलो होटलमा बसेर किमा नुडल्स पनि खायौँ। यो पनि मिठै थियो। अनि लाफिङ पनि मगाएर खायौँ। लाइफ पनि मिठै थियो, मगाएर भन्दै अर्कै पसल गएको थियो अनि खायौँ। यसरी नै चाहिँ मेरो नयाँ वर्ष बित्यो साथी। तपाईँहरूलाई नयाँ वर्षको धेरै धेरै शुभकामना। र यो बिरालो चाहिँ मेरो धेरै दिनपछि आएको थियो घरमा, फाइनली आयो। आजको लागि यही, बाई बाई।